सोच्नु त के बाहिर जाँदा राति भएको बेला बाहिर निस्किँदा अचानक चाहिँ केही हेर्दा कस्तो फिल हुन्छ र। हेलो गाइस, वेलकम ब्याक टु अनदर भिडियो। आजको भिडियो चाहिँ एउटा भाइले सेयर गर्नुभएको हो। सोच्नु त के बाहिर जाँदा राति भएको बेला बाहिर निस्किँदा अचानक चाहिँ केही हेर्दा कस्तो फिल हुन्छ र। अनि मान्छे चाहिँ हेर्दा हेर्दा के गर्न थाल्छ, भाग्न थाल्छ। केही मान्छेहरू चाहिँ त्यही बेहोस हुन थाल्छ। त्यस्तै नि आजको कहानी चाहिँ एउटा भाइ छ, त्यो भाइले सेयर गर्नुभएको हो। त्यसको अङ्कलले चाहिँ त्यो फिल भएको चाहिँ त्यस्तो हेरेको कुरा चाहिँ सेयर गरेको हो। एकदमै नि डर लाग्दो खाली। पहिला यो च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि भिडियो मन पर्दा चाहिँ लाइक पनि गर्नुहोस्। के भएछ नि, त्यसको अङ्कलको चाहिँ नि एउटा पसल छ। त्यसको अङ्कल बिहानैदेखि बेलुकासम्म त्यही पसलमा काम गर्छ। अनि एक दिन नि त्यसको अङ्कल काम गर्दै गर्दै नि ढिलो भइसक्यो थियो। पसल चाहिँ राम्रो चलिरहेको थियो अनि ग्राहकहरू चाहिँ त्यसको पसलमा चाहिँ भिड गरेको थियो। अनि सामान चाहिँ बेच्दै बेच्दै रात भइसक्यो धेरै। त्यसपछि त्यो आफ्नो पसल बन्द गरे अनि आफ्नो स्कुटी उठाए अनि घर जान लागे। आउँदै आउँदै त्यसलाई धेरै राति भइसक्यो। आएर घरको बेल बजाए अनि घरमा पसेपछि फ्रेस भयो। फ्रेस भएर खाना मागे अनि खाना खाए। खाना राम्ररी खाए। अनि के थियो नि, त्यसको घरको अगाडि चाहिँ त्यसको धारा थियो। घर भित्र चाहिँ थिएन, घर बाहिर थियो। किनकि गाउँतिरको घरमा त्यो बाहिर चाहिँ कल हुन्छ है, त्यही कल थियो। तारा नभनौँ है, त्यो कल थियो। अनि त्यो कलमा गयो हात धुन, पानी खान। पानी खाइरहेको थियो, राम्ररी पानी खाए। अनि खाँदा बेला नि त्यसको कलको अगाडितिर नि केही गाछ वृक्ष थियो है। अनि त्यसको नजर चाहिँ अचानक चाहिँ त्यो गाछ मुनि पर्यो। अनि त्यहाँ हेऱ्यो नि चाहिँ एउटा कोही बसेछ। अनि त्यसको हाँगा चाहिँ हिलिरहेको थियो। त्यो बसेको ठाउँमा कोही बसेछ, सेतो सेतो कपडा लगाएको कोही बसेछ अनि हिल्दैछ त्यसको हाँगा। हेर्दा हेर्दा नि त्यो हाँगा चाहिँ भाँस्यो अनि त्यो खस्यो तर। अनि यो हेरेर चाहिँ कराउँदै त्यहाँबाट भागे। अनि भाग्दा भाग्दा घरको गेटतिर गएर अनि खसेर चाहिँ बेहोस हुन लागे। अनि बेहोस भयो। अनि बेहोस भएर अनि तब चाहिँ घरको मान्छेहरू आए अनि उनीलाई उभाए। अनि सोधे के भयो। अनि भन्यो त्यहाँ गएर हेर्नुहोस् न के छ। अनि त्यहाँ जाँदा चाहिँ कोही थिएन र। अनि यस्तै यस्तै कुरा चाहिँ त्यो भयो चाहिँ सबै सेयर गर्यो। अनि गरेपछि त्यो घरको मान्छेहरू डराए। अनि डराउँदै
अनि केही त्यस्तै चाहिँ भयो होला अनि सोचे अनि चाहिँ त्यो कुरालाई टाढे अनि 2-3 दिन चाहिँ यस्तै बित्यो अनि फेरि एक दिन चाहिँ नि त्यस्तै चाहिँ त्यसको अर्को जना गएको थियो त्यो कलमा अनि त्यस्तै हेऱ्यो अनि हेरेर त्यो पनि भाग्यो अनि त्यो पनि खसेर बेहोस भयो अनि त्यसपछि त्यो घरमा नि त्यस्तै हुन थाल्यो अनि हुँदा चाहिँ धेरैचोटि नि भइहाल्यो त्यसपछि त्यो घरले चाहिँ राम्ररी पूजापाठ गराए अनि गराएपछि अहिले चाहिँ राम्रो छ अनि राम्रोसित बसिरहेछ अहिले केही हुँदै रहेछ छैन अब यस्तै कुरा चाहिँ धेरै छ अनि यो स्टोरी चाहिँ राम्रो लाग्यो भने तलको बेल आइकन दबाएर यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि आफ्नो चाहिँ कोही स्टोरी भएको भए चाहिँ सेयर गर्नुहोस्।